सबैलाई नमस्कार। आज विश्व नारी दिवस। विश्वका सम्पूर्ण दिदीबहिनीहरूलाई नारी दिवसको हृदयदेखि नै नमन गर्न चाहन्छु। साथै आज यही दिनलाई विशेष मानेर म एउटा गजल सुनाउन चाहन्छु। यो दिलमा आज उनकै तस्बिर छाएको छ, यो दिलमा आज उनकै तस्बिर छाएको छ। यस्तो लाग्छ यो सहरमा माया उनैको छ, यस्तो लाग्छ यो सहरमा माया उनैको छ। यो दिलमा आज उनकै तस्बिर छाएको छ। कोदाको रोटो नुनको ढिको खाएरै हुर्काएँ भन्छिन् आमा, कोदाको रोटो नुनको ढिको खाएरै हुर्काएँ भन्छिन् आमा। त्यसैले त आज उनकै सम्मान भएको छ। यस्तो लाग्छ यो सहरमा माया उनैको छ। यो दिलमा आज उनकै तस्बिर आएको छ। खै कसरी व्यक्त गरौँ नारीका सम्झौताहरू, खै कसरी व्यक्त गरौँ नारीका सम्झौताहरू। धरती अनि आसमानमा नाम उनैको छ। यो दिलमा आज उनकै तस्बिर आएको छ। यस्तो लाग्छ यो सहरमा माया उनैको छ। छोरी आमा बुहारी सासू देवी अनि दानव पनि, छोरी आमा बुहारी सासू देवी अनि दानव पनि, जे भए पनि सृष्टि उनैको छ। यस्तो लाग्छ यो सहरमा माया उनैको छ। यो दिलमा आज उनकै तस्बिर छाएको छ। चारै युगका नारीहरूका कथा व्यथा भिन्नै भए नि, चारै युगका नारीहरूका कथा व्यथा भिन्नै भए नि। यो निलो आकाश जस्तै धरती एउटै भएको छ। यस्तो लाग्छ यो सहरमा माया उनैको छ। यो दिलमा आज उनकै तस्बिर आएको छ। खाली खुट्टा घाँसको भारी त्यसैमाथि सेतो सारी, आमालाई भन्ने गर्छु। खाली खुट्टा घाँसको भारी त्यसैमाथि सेतो सारी। बिर्सिदेऊ है आमा भन्दा झल्को उनैको छ। यस्तो लाग्छ यो सहरमा माया उनैको छ। यो दिलमा आज उनकै तस्बिर छाएको छ। यस्तो लाग्छ यो सहरमा माया उनैको छ। हस्त धन्यवाद।